हामी चाहिँ हिँडेको बहिनीले बिचमा बसौँ बिचमा बसाएर के भनेको मान्नु राम्रोसँग बस ल हामी लाग्यो मन्दिरतिर नचल्नु न के तपाईँ नचला त कति भन्नु भन्नु है कसरी कसरी बस्ने फेरि साथै जान्छ तपाईँ जस्तो गरेर बस्नु भन्नु नचलिकन ल यहाँ दिदी जस्तो नचलिकन बस्ने र यसमा त 15 जना हुन्छ 15 जना त अटिन्छ होला 15 जना त कहाँ अटिन्छ अटिन्न अटिन्छ फेरि देवतालमा जान्छ कि फर्केर आउँदैन